प्राइभेट पार्ट हुन्छ नि यो हाम्रो पिसाब फेर्ने र दिशा गर्ने चाहिँ एउटै भएको छ के च्यातेर पुरै एउटै भएको छ। अनि मैले पनि अब आफ्नो बहिनीलाई हेर्न जाँदाखेरि चाहिँ हेरेँ मैले चाहिँ अब पछि लास्टमा चाहिँ उता त्यो आइसमा चाहिँ राख्दाखेरि चाहिँ हेरेको। अनि त्यति बेला चाहिँ हेर्दाखेरि चाहिँ ट्याक्कै यसरी ल्यायो होइन ओठ चाहिँ पुरै कालो भइसकेको थियो, आँखा नि पुरै कालो भएको थियो है। अनि त्यसपछि ब्लड चाहिँ पुरै सरेर आइरहेको थियो के। अन्त एकजनाले गर्छ भने लाग्दैन नि त होइन। उसले चाहिँ नि भित्र चाहिँ भन्दाखेरि अरे अनमोल कौली होइन उसले चाहिँ भन्दाखेरि चाहिँ अनि के भन्छ अनि हाम्रो चाहिँ सहमत भएर नि हो यताउति भनेछ होइन। अनि ऊ चाहिँ खोक्दाखेरि अनि ब्लड आयो अरे अनि पिसिआर दिएँ अरे मैले। अनि त्यसपछितिर अनि हुँदैन त म मात्र हो त्यसमा अनि म मात्र हो हत्यारा यताउति मात्र भन्दो रहेछ क्या त्यसले। अनि त्यस्तो मात्र भएको भए अनि हाम्रो अब दुईजना अब हेल्थ सम्बन्धी नै गएको हुनुहुन्थ्यो उता भित्र पोस्टमार्टम गर्दाखेरि होइन। उहाँले देख्नु भएको छ खुद आँखाले देख्नु भएको छ कि यो हाम्रो प्राइभेट पार्ट हुन्छ नि यो हाम्रो पिसाब फेर्ने र दिशा गर्ने चाहिँ एउटै भएको छ के च्यातेर पुरै एउटै भएको छ। अनि मैले पनि अब आफ्नो बहिनीलाई हेर्न जाँदाखेरि चाहिँ हेरेँ मैले चाहिँ अब पछि लास्टमा चाहिँ उता त्यो आइसमा चाहिँ राख्दाखेरि चाहिँ हेरेको। अनि त्यति बेला चाहिँ हेर्दाखेरि चाहिँ ट्याक्कै यसरी ल्यायो होइन ओठ चाहिँ पुरै कालो भइसकेको थियो, आँखा नि पुरै कालो भएको थियो है। अनि त्यसपछि ब्लड चाहिँ पुरै सरेर आइरहेको थियो के। अन्त एकजनाले गर्छ भने लाग्दैन नि त होइन। र अर्को कुरा तपाईले लागेको कुरा एकजनाले मार्न सक्छ भन्ने लाग्छ तपाईले त्यो कुरा कहाँबाट हुनु कि त्यत्रो च्यातिनुको कारण ब्लड त्यति धेरै ब्लिडिङ हुनुको कारण के एकजनाले मात्र हुन्छ होला त हजुरलाई त्यस्तो लाग्छ र? कहाँबाट एकजना हुन्छ त्यहाँ अब गाउँको मान्छेहरूले पनि 4 जना खुद देखिएको छन् आँखाले हो कि नै। अन्त एकजना मात्र कसरी हुनसक्छ के। सुर्खेतमा चाहिँ जुन एउटा घटना घट्यो जुन इनिसा बहिनीको चाहिँ 4 जना नर पिचासहरूले चाहिँ बलात्कार गरेर चाहिँ जङ्गलमा फालिएको होइन सामुदायिक वनमा फालिएको जुन एउटा घटना थियो त्यो घटनाले गर्दा चाहिँ मलाई यहाँ कति मान्छेहरूले फुलमाला लगाइदिनुहुन्छ कति अबिरहरू लाउन खोज्नु भएको छ। मैले आज लाउन लाएकै छैन क्या। मलाई यस्तो फिल भइरहेछ नि त्यो बहिनीलाई यति गाह्रो फिल भइरहेछ भने त्यो जो बलात्कृत भइसकेको जो बहिनी छ त्यो नि एकजनाले होइन क्या 4 जनाले त्यो मनमा उनी कति चिच्चाइनु होला कति सहयोगको लागि अपिल गरिनु होला तर कोही पनि आउन सकेन उनको सहयोगको लागि। देशमा उत्सव भइरहेको छ नयाँ नेपाल आयो अब सबजनाले चुनाव जित्यो भनेर भनिरहेको छ तर एउटा नारीले हारेर गइन आज जङ्गलमा तिनको सास गयो जङ्गलमा। यस्ता नर पिशाचहरूलाई चाहिँ फाँसी नै हुनुपर्छ क्या नेपालमा। म त्यो भने भन्न चाहन्छु जबसम्म फाँसीको सजाय हुँदैन नेपालमा चाहिँ तबसम्म चाहिँ एकदमै यो बलात्कारको घटनाहरू रोकिने छैन। र म यो भिडियो मार्फत मैले तपाईँहरूलाई हेरेर पनि आँखा जुदाएर पनि मैले कुरा गर्न सकिरहेको छैन किन भन्दा मेरो मुटु कहाँ मेरो प्रभु रातिबाट यो घटना जब मैले सुने तबबाट मलाई टिका लाउन आउँदैन मैले टिका म लाउँदिनँ किनकि मलाई यो उत्सव कस्तो भने न निल्नु न ओगाल्नु खालको न उत्सव हो न यो के हो यो कसरी मनाउने भन्नु न। मलाई यस्तो गाह्रो भइरहेको छ त्यो बहिनीलाई कस्तो भयो त्यो इनिसा बहिनीलाई चाहिँ जसरी पनि इन्साफ हुनुपर्छ र बलात्कारीलाई चाहिँ जुन बलात्कारी छ त्यसलाई जसरी पनि फाँसी हुनुपर्छ। जबसम्म फाँसीको घटना हुँदैन तबसम्म यस्तो घटनाहरू दोहोरिरहन्छ भनेर म यो भिडियो मार्फत भन्न चाहन्छु। र यो घटनाले यस्तो छेदविच्छेद भएको छ मलाई यस्तो गाह्रो भएको छ मलाई म आफैलाई मलाई त्यो बहिनीलाई परेको पीडा चाहिँ म आफैलाई भएको जस्तो मलाई फिल भइरहेको छ। योभन्दा अघिल्लो समयमा पनि निर्मला बहिनीको जुन घटना थियो त्यो घटनाले अहिलेसम्म न्यायको पाएको छैन। अब अहिले 17 वर्षको कलिलो बहिनीले यो उसले
जसरी न्याय पाउनुपर्छ र त्यो जो बलात्कारी छ 4 जना बलात्कारीलाई मृत्युको सजाय दिनुपर्छ र तिनलाई चाहिँ फाँसीको सजाय हुनुपर्छ भन्दै म सम्पूर्ण अब बन्ने नेपाल सरकारलाई समक्ष चाहिँ यो अपेक्षा गरेको छु र तिनीहरूलाई कडा कारबाही हुनुपर्छ र परिवारमा जो उनको परिवारमा जुन बितिएको छ त्यसको लागि म यो भिडियो मार्फत चाहिँ एकदमै तपाईँहरूप्रति मैले एकदम दुःख प्रकट गरेको छु र एकदम सहानुभूति प्रकट गर्न चाहन्छु। यदि भन्दै मेरो 2 मिनट सकिरहन्छु। धन्यवाद। हत्याराको घरमा जान्छु, म स्कुलमा पनि जान्छु, मलाई जिपरका पनि लगाम जबसम्म मेरो छोरी न्याय पाउँदैन तबसम्म म लडिराख्छु। मेरो छोरीलाई हत्या गरेर मारेको छ, मेरो छोरीलाई थिची मारेको छ, कुटी मारेको छ, शरीरभरि नीलराम छ। मेरो छोरीलाई हत्या गरेको छ। मेरो छोरीले न्याय नपाएसम्म म लडिरहनेछु, म पढिरहनेछु। मेरो छोरीलाई छिटोभन्दा छिटो न्याय दे सरकार। मात्र भने मलाई पनि मार्ने कि तिनीहरूलाई निकालेर ल्याए म एकचोटि घाँटी थिचेर तिनीहरूलाई मारिदिन्छु कि तिनीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर। यिनीहरूले के गर्ने यस्तै रुममा झुन्डेर खुर्सानीको धुइँ हालेर लट्ठीले जस्तोरी त्यो हाम्रो नानी नि अहिले बिनिसा नानी तडपी लट्ठी चाहिँ त्यो अपराधीले बलात्कार गर्यो आखिरी छोडिदियो त त्यसको जिन्दगी औषधि उपचार गरेर पनि त बन्ने थियो नि त। एउटा त्यसको बदनाम हुन्छ, त्यसको जिन्दगी त सकियो। त्यो भएर हाम्रो भनाइ मात्रै हो कि कडाभन्दा कडा कानुन होइन, नयाँ कानुन आएछ फाँसीको कानुन बाहेक जहाँसम्म हुँदै त्यहाँसम्म आफन्त जनावरले त्यो लासै नउठाउनु होला। तपाईँहरूको लागि यसै लाग्छ त्यसै लाग्छ। के भन्न चाहन्छु, म पनि भर्खरै आएको यही कानुनको बारेमा होइन। हामीले जति हाम्रो नेपालमा घटना घट्छन् नि हामीले के भन्छौँ कडाभन्दा कडा कारबाही हुनु पर्यो। कडा कारबाही खोइ त अहिलेसम्म कसलाई भएको छ? हाम्रै मानौ गिट्टी कुटेर हामीले कर तिरेको पैसाले हामीले यिनी दुश्मनलाई, यिनी चोरहरूलाई, यिनी अपराधीहरूलाई हामीले पाल्नु परेको छ भनेपछि हामीले ल म अहिले 42 वर्षको भए मैले जान्ने भएदेखि कडा कानुन होस् भन्ने हाम्रो नेपालमा हाम्रो सबै हाम्रो नेपाली दर्शकहरूको सबको आवाज छ। तर भनाइ मात्रै हो कि कसले मानौ धनाट्या छोराले अलिकता पैसा पेल्यो भने त्यो त बाहिर निक्लिहाल्छ। अनि मर्नेको बुढापाकाको भनाइ हुन्छ मर्ने मितको छोरो के मर्ने मितको छोरो। किनभने मर्ने भनेको मरिहाल्यो, उसले त पैसा पाइहाल्यो। कडा अब जस्तै अहिले हामीले किनभने हामीले जमानादेखि एमाले भोट हाल्यौँ, माओवादीले भोट हाल्यौँ, काङ्ग्रेसले भोट हाल्यौँ। अहिले हामीले बालेन रवि भन्नको कारण के हो भनेपछि हाम्रो देश चेन्ज होला, हाम्रो देशको कानुन परिवर्तन होला भनेर हामीले बच्चैदेखि भोट हालेको मान्छे अहिले हामीले हाम्रो राष्ट्रभरिको अब कुनै ठाउँमा कुनै नेताहरूले जिते पनि सबै राष्ट्रसभाले जितिराखेको छ होइन। किनभने हाम्रो देशले सास फेरला, हाम्रो देशको कुनै नियम कानुन चेन्ज होला भनेर हामीले सबको कानुन हामी सुरक्षित गर्नका लागि कानुन पनि नयाँ हुन पर्यो होइन। जस्तो अहिले यो सरकार नयाँ छ भने कानुन पनि नयाँ हुनु पर्यो। कडाभन्दा कडा होइन कि बलात्कारीलाई कस्तो सजाय हुने? अब एउटा बहस सुरु भएको छ, अब 2 मतको सरकार बन्दैछ। संशोधन गरेर भए पनि, संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई फाँसी दिनुपर्छ देशमा एउटा बहस सुरु। सरकार खबरदार, यदि तैँले गर्न सकिनस् भने भोलि हामीले हतियार लिएर त्यो पुरुषको लिङ्ग काट्नको लागि तयार भएर हामी यसरी बोल्न आएका छौँ। हामी भोलि घाँटीमा हतियार चलाउन सक्ने भएर चाहिँ हामी बोल्दैछौँ। हामी कानुन भन्दा पनि माथि उठेर चाहिँ हामी हतियार उठाउन बाध्य हुनेछौँ। फाँसीको सजाय हुन पर्यो। बालेन सरकार इनिसा बिकलाई बलात्कार गरेर मारेर जंगलमा फालेको न्यूज भिडियो त तपाईहरुले हेर्नु भयो होला, सुन्नु भयो होला। तर हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरुको आवाज खोइ, आवाज उठाएको खै? के आवाज उठाउनको लागि तपाईको घरको दाजुभाइ दिदीबहिनी आमा बुवाहरु हुन पर्ने हो। बालेन सरकारसँग बिन्ती गर्न चाहन्छु, जति पनि छन् बलात्कारीहरु नेपालमा सबैलाई फाँसीको सजाय हुन पर्यो। जबसम्म हाम्रो नेपालमा बलात्कारीहरुलाई फाँसीको सजाय र नियम हुँदैन तबसम्म कयौं नेपाली दिदीबहिनीहरु यसरी ज्यान गुमाउन पर्ने हो। जसरी भए पनि नियम चाहिँ लागू गर्नु पर्यो। हिजो रोडमा म बालेनको लागि भोट माग्दै हिँडेको थिएँ, आज म नेपाली दिदीबहिनीको लागि आवाज उठाउँदै हिँडिरहेको छु। सबैजनाले आवाज उठाउनु होला, यही भन्न चाहन्छु। नेपाली दिदीबहिनीहरु सुरक्षित भएको हेर्न चाहनुहुन्छ भने आवाज उठाउनु। आवाज जय नेपाल, जय देश, जय नारी।
जय बालेन सरकार। सजाय यस्तो होस् कि यो यस्तो हरकत गर्नुभन्दा अगाडि सबैको रुख कापोस्। यो सम्झोस् कि इनिसाको केसमा के भएको थियो। आज यदि त्यो हत्यारालाई छोडियो भने सबैको मनोबल बढ्छ। सबैलाई यही लाग्छ कि नारी बस एउटा खेलौना हो। We have to prove that we are not weak. We can fight for ourselves. We can fight for every woman right over there. We want justice. Justice must not be denied and must not be delayed. जसको हत्या भइसक्यो उसको नाम चाहिँ फ्ल्यास गरिरहेछ। त्यो 4 जनाको चाहिँ नाम फ्ल्यास गर्नु पर्दैन। उनीहरूले बलात्कार पछि त्यो हत्या गरे हो भने हैन यिनीहरूको नाम मात्र हैन यिनीहरूको 7 पुस्ते निकाल्नु पर्छ के। समाचार पढे अनुसार हैन बलात्कार मात्र गरेनन् कि हैन पुरा चिरिया छ रे। चिरिया छ के पुरै हेर्नु न त्यो हेर्न लाग्यो। कति साला घृणित मान्छेहरू के ब्लडै ब्लड बोलिरहेछ। त्यट मलाई जिम्मा दिने भने चाहिँ त्यो 4 जना यदि तिनीहरूले बलात्कार गरेर तिनीहरूले हत्या गरे हो भने हैन मै बनाएर पुरा सहर डुलाएर सबको सामु काट्ने हो के। सबको सामु चटचट काट्दिने हो के चटचट। त्यही भाग है म चाहिँ त्यो मान्छे हो क्या जुन 4 जना केटाहरू भन्नेको छ होइन तिनीहरूलाई यस्तो कला सजाय दिनु पर्यो कि होइन आउने अरू मान्छेहरूले त्यहाँबाट पाठ सिकोस् क्या। यहाँ त पहिलाका नेताहरूले त के गर्यो निर्मला पन्तको बलात्कार भयो हत्या भयो आनन्दले घुमेर हिँडिरहेछ नि त। यहाँ पाठ के हो भने यहाँ बलात्कार गरे पनि केही हुँदैन हत्या गरे पनि केही हुँदैन बस चाहियो के ठाउँमा मान्छे पावर चाहियो। पावर र पैसा भयो भने नेपालमा जे पनि गर्न मिल्छ भनेर निर्मला पन्तबाट साबित गराछन् नि त्यहाँ। माया गर्ने ठाउँमा माया गर्ने हो घृणा गर्ने ठाउँमा घृणा गर्ने हो। यस्ता बलात्कारीहरूलाई चाहिँ यदि हो भने है तर हेर्नु न अब बन्ने सरकारले यो यतातिर ध्यान दिन्छ होला। त्यो 4 जना केटाहरूको नाम के हो 4 जना केटाको नाम चाहिँ अहिले थाहा भएन। त्यो खोलाउनु पर्यो नि यहाँ बलात्कारको पीडित जसको हत्या भइसक्यो उसको नाम चाहिँ फ्ल्यास गरिरहेछ। त्यो 4 जनाको चाहिँ नाम फ्ल्यास गर्नु पर्दैन कि यसमा पनि राजनीति बस्छ फेरि खै थाहा छैन। यिनीहरूको यस्ता मान्छे यदि उनीहरूले गरे हो भने होइन उनीहरूले बलात्कार पछि त्यो हत्या गरे हो भने होइन यिनीहरूको नाम मात्र होइन यिनीहरूको 7 पुस्ते निकाल्नुपर्छ क्या। यस्ता कपुतहरूलाई जन्माउने बाउ आमा कस्तो रहेछ त्यो पनि हेरौँ न हामी पनि। बिचारी त्यो नाबालिग के गल्ती थियो होला केही न के गल्ती थियो अब फेरि बलात्कार पनि अब त्यो समाचार पढे अनुसार होइन बलात्कार मात्र गरेनन् कि होइन पुरा चिरिया छ अरे। चिरिया छ के पुरै हेर्नु न त्यो हेर्न लाग्यो। कति साला घृणित मान्छेहरू के ब्लडै ब्लड बोलिरहेछ। त्यट साला यस्तै मान्छेहरूले हो क्या यो भ्रष्टाचारीहरूलाई भोट हालिन्छ फेरि। 3 दिन भइसक्यो लास उठेको पनि छैन सर। आमा छोरीको लास हेर्न पनि सकिरहेको अवस्था छैन। त्यस्तो नाजुक होइन यो हामी सम्पूर्ण नेपालीहरूले होइन एकदम लाज मान्नुपर्ने घटना यो भइरहेछ क्या होइन। अब अबका पिढीहरूले यस्तो के सिक्ला भन्नुहोस् अहिले यहीँबाट सिकाउनु पर्छ क्या। यस्तो चिज गर्दाखेरि यो जुन 4 जना केटाहरू भन्नेको छ होइन तिनीहरूलाई यस्तो कडा सजाय दिनु पर्यो कि होइन आउने अरू मान्छेहरूले त्यहाँबाट पाठ सिकोस् क्या। यहाँ त पहिलाका नेताहरूले त के गर्यो निर्मला पन्तको बलात्कार भयो हत्या भयो आनन्दले घुमेर हिँडिरहेछ नि त। यहाँ पाठ के हो भने यहाँ बलात्कार गरे पनि केही हुँदैन हत्या गरे पनि केही हुँदैन बस चाहियो के ठाउँमा मान्छे पावर चाहियो। पावर र पैसा भयो भने नेपालमा जे पनि गर्न मिल्छ भनेर निर्मला पन्तबाट साबित गराछन् नि त्यहाँ होइन र। तर अब यो नयाँ सरकारले अथवा नयाँ सरकारसँग कुर्न नि पर्दैन जेनजी आन्दोलनपछि बनाएको सरकार पनि छ त अहिले। यही सरकार अहिले त हाम्रो महिला नै प्रधानमन्त्री हुनुहुन्छ। पहिलो महिला प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू उहाँकै पालामा गर्दा पनि हुन्छ। अब म जाने बेला भइहाल्यो अब बालेन शाह आउँदैछ उसैलाई छोडिदिन्छु भन्ने होइन के तत्काल यहाँ एकदम के उहाँ त न्यायाधीश पनि हो पहिलाको होइन सर्वोच्चकै न्यायाधीश हो होइन उहाँले पनि भन्नु पर्यो कि अब मलाई जिम्मा दिने भने चाहिँ त्यो 4 जना यदि तिनीहरूले बलात्कार गरेर तिनीहरूले हत्या गरे हो भने होइन बनाएर पुरा सहर डुलाएर सबको सामु काट्ने हो क्या। सबको सामु चटचट काट्दिने हो क्या चटचट। त्यही भाग है म चाहिँ त्यो मान्छे हो क्या। तर होइन अब यस्तो गर्ने व्यक्तिहरूलाई चाहिँ हाम्रो यो देशमा चाहिँ नेपालमा चाहिँ मृत्युदण्डको सजाय छैन यो सजाय चाहिँ अब गर्नुपर्छ है भनेर माग चाहिँ तपाईँको कतिको छ सर? हुनुपर्छ तर फेरि यहाँ नेपालमा के छ भने होइन यस्तो पीडित ओरिजिनल बलात्कार पीडित मान्छेहरू पनि छन् होइन र नेपालमा फेरि प्रायः जसो होइन तिमी यसो जेलतिर कहिलेकाहीँ यसो घुम्न जाऊ यत्रो मिडियालाई भनिरहेको छु यहाँ 25-30जनालाई खिचिरहेको छ नि कहिलेकाहीँ जेल भ्रमण गर्न जाऊ कि त्यहाँ लगभग होइन 75-80% केस के हुन्छ थाहा छ त्यहाँ बलात्कारको आरोप लगाएर त्यहाँ मान्छेहरू जेलमा छन् कि भने मतलब यहाँ नेपालमा यस्तो पनि छ कि होइन एउटा बार्गेनिङ गर्ने पैसाको होइन पैसाको बार्गेनिङ मिलेन भने बलात्कारको आरोप लगाइदिने अनि त्यसपछि एउटा रिपोर्ट हालिदिएपछि पुग्दो रहेछ नेपालमा यतापट्टि पनि ध्यान दिनुपर्छ क्या फेरि। अब मृत्युदण्डको कुरा त निकालिन्छ होइन यदि मृत्युदण्ड हो चाहिन्छ यस्ता ओरिजिनल बलात्कारीहरूलाई मृत्युदण्ड दिनुपर्छ त्यो पनि त्यो बलात्कार गर्ने भाँडो काटेर। तर यो नचाहिँदो चिजमा फसाउने मान्छेहरू हुन्छ नि
कति केटीहरू त्यस्तो पनि देखाएको छु कि म के अरे होइन चित्त बुझुन जेलसम्म चमत्कार त्यसपछि बलात्कार भनिन्छ नि त त्यस्तो मान्छेलाई नै कारवाही गर्ने नियम चाहिँ ल्याउनुपर्छ है फेरि एकदम कडाभन्दा कडा सजाय दिनु होला तिनीहरूलाई आजीवन जन्म कैद हाल्नु होला मेरो छोरीले न्याय पाओस् मेरो निर्दोष छोरीलाई हत्या गरेर मारिएको छ सामूहिक बलात्कार गरिएको छ सबै घर फ्यामिली स्कुल सबै मिलेर मेरो छोरीको प्लानिङ गरेर मेरो छोरीको हत्या गरिएको छ मेरो छोरीले न्याय पाओस् मेरो छोरीलाई हत्या गरी मारिएको छ हत्यारालाई कडाभन्दा कडा कानुनी कारबाही होस्